के छ यार केटाकेटी यहाँ त बेहाल छ यार दाइ जहिले बन्द आन्दोलन तपाईँ के गर्दै हुनुहुन्छ के गर्ने साला अनि केही काम त गर्दै हुनुहुन्छ होला नि कामै छैन के हो विदेशमा पनि बेरोजगार हो क्या हजुर यस्तो कुरा हजुरलाई यो अहिले नेपालको अवस्था देखेर के कस्तो लाग्छ रिस उठ्छ नि यार देखेर रिस उठ्दैन यार रिस उठेर के गर्नु दाइ लास्ट टाइममा हुने केही पनि होइन एकचोटि कुल होइदिउँ न त ओए साला चुतियाहरू दाइ उहाँलाई चिन्नुहुन्छ आइरन न यार ओए हजुरलाई त चुतिया अरे साला गर्नु न यार दाइ के हो एक सर्टमा ढाल्दिन्थ्यो त्यसलाई त म आइज मा साला फाइट खेल्न एनिवेज त्यो छोड्यो कि यतिकै जिस्केको होइन दाइ अब यो हाँसो मजाकलाई चाहिँ छुट्टी ठाउँमा राखौँ होइन अब एउटा कुरा सुन्नु न यो बन्द आन्दोलनले गर्दाखेरि धेरै दिमाग खराब भइसक्यो आन्दोलनलाई बन्द गर्न के गर्नु होला आन्दोलनमा चाहिँ ट्याक्सी चलाउँदै तरकारी राखेको ठेला फाल्दै एम्बुलेन्स बाटो रोक्दै रे बुढाखाडाहरूले होइन सही कुरो गर्नु हो दाइ यो हाम्रो देश बिगार्ने नेताहरूको पछि युवाहरू पनि लागिरहेछन् क्या अब 10 वर्ष चाहिँ केपी ओलीलाई फेरि ल्याउनु पर्छ हामीले सरकार दाइहरू सडकमा कतिखेर आउनुभयो होइन हामी साथीहरू बिहानदेखि यहीँ ए अनि के गर्दै हुनुहुन्छ जुटिरहेका छौँ सबैजना भेला भएर जुटेर के गर्नु छ हामी खाना पकाएर खान्छौँ त्यो मासु भातको लागि थुक्क यार घरमै पाक्छ त यार मासु भात यार आज हामीले सडकमा भात पकाएर खाइरहेका छौँ तिमीहरू यार त्यसरी यार आफू काम गर्दैनौ अरूलाई गर्नु दिँदैनौ होइन अरूको भात खाने भाँडो जलाउँछौ अनि भाँडो जलाइसके पछाडि तिमीहरू आफू बसेर पलाटी कसेर मासु भात खान्छौ यार बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू देश बनाउने मान्छे नै होइन त्यो सब गुन्डाहरू हो हजुरले भनेको एकदम कुरा सही हो क्या म हजुरको पक्षमा छु एकदम हजुरले भनेको कुराहरूलाई चाहिँ होइन यहाँ हाम्रो नेताहरूले चाहिँ होइन एकदम बुझिदिनु पर्यो क्या र्याली गर सपोर्ट गर म गर नगर भन्दिनँ सपोर्ट गर न सपोर्ट गर तर अरूलाई डिस्टर्ब नगर न अरूलाई हानि नगर न ल दाइ अब यो कुरा छोडिदिउँ होइन अब यो कुरा छोडिदिउँ अब यो अहिले चाहिँ आन्दोलनमा लाएर हिँड्ने यो युवाको लागि हजुरले के भन्न चाहनुहुन्छ एउटा कुरो मेसेज दिइदिनु त जेसुकै गर आन्दोलन गर जुलुस गर जेसुकै गर तर बिरामी लिएर हस्पिटल जान लागेको एम्बुलेन्सलाई बाटोमा रोकेर तोडफोड त नगर माधव त्यसमा तेरो बाउ हुनसक्छ आमा हुनसक्छ छोरी हुनसक्छ तेरो बुढी हुनसक्छ त स्वयं आफू हुनसक्छ अर्कोचोटि ल दाइ हजुरले धेरै नै ज्ञानगुणको कुरा दिनुभयो होइन अनि सो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद अनि सो आजको भिडियो चाहिँ यहीँ अन्तमा गर्छु सो थ्याङ्क्स फर वाचिङ बाई